आजको भिडियोमा हामी नो बीबी क्रिम, नो सीसी क्रिम, नो फाउन्डेसन, इभन नो पाउडर। आजको भिडियोमा चाहिँ पाउडर पनि युज नगरिकन सीसी क्रिम डेली लाइफलाई हुनेवाला मेकअप गर्न गइरहेका छौँ। अब एकदमै पार्टी वेयर मेकअप त मलाई पनि आउँदैन, मैले कसरी सिकाउनु है। मैले चाहिँ यसरी गर्छु भनेर देखाइरह हो। जोन्सन बेबीको क्रिम लगाएँ चाहिँ बेबी क्रिम युज गर्छु मैले, मलाई राम्रो लाग्छ त्यही भएर युज गर्छु। तपाईँले जे पनि युज गर्न सक्नुहुन्छ। यो चाहिँ 20 रुपियाँवाला लिप बाम हो। तपाईँहरू महँगो युज गर्नु होला, म त गरिब परेँ, म युज गर्न सक्दिनँ। त्यसपछि अर्को एउटा खाजा हानी पैसा जोगाई फेरि स्किनको सनस्क्रिन किनेको छु, टिन्टेड सनस्क्रिन। अहिले चाहिँ मार्केट खुब खाइरहेछ नि यसले, 1500 तिरेको, यस्तो माया लाग्छ। अब के गर्नु, लगाउनै पर्यो, लगाउन किनेको है। अनि त्यो लगाएपछि हल्का आई स्याडो लगाउँछु। लगाएको हो कि नाइ भन्ने पनि थाहा नहुने टाइपको के छालाको किसिमको चाहिँ लगाउन गइरहेको छु। मलाई खासमा मेकअप गर्न आउँदैन। अब युट्युबमा सबै सिकाउन आउँछन्, म चाहिँ सिक्न आएको होइन, म चाहिँ सिक्न आएको हो। हजुरहरू पनि मैले जस्तो मेकअप गर्नु होला, गर्दा गर्दै सिकिहालिन्छ नि होइन। त्यसपछि मैले लगाएँ मस्कारा चाहिँ यो मैले 180 हो कि 280मा किनेको थिएँ यार। कस्तो महँगो हो कि मेकअपको सामान। म त कस्तो म गरिब हो कि मेकअपको सामान महँगो हो, मैले अहिलेसम्म थाहा पाएको छैन। सायद म गरिब होला यार, मान्छेहरूले कस्तो 2-3 हजारको प्रडक्ट युज गर्छन्, म चाहिँ 100को युज गर्न पनि कस्तो गाह्रो। अनि त्यसपछि यो चाहिँ 60 रुपियाँवाला स्विस ब्युटी डुप्लिकेट हो हुन चाहिँ होइन, तर स्विस ब्युटीको यो 59 रुपियाँवाला लिप लाइनर युज गर्न गइरहेको छु। यो चाहिँ मैले 99 मार्केटबाट 59 रुपियाँमा ल्याएको छु। यो लिपस्टिक चाहिँ मेरो साथीको दिदीले अमेरिकाबाट पठाइदिनु भएको, यसै महँगो होला है। तर महँगो प्रडक्ट युज गर्ने खाले परिनँ कि म। हजुरहरूसँग छ भने युज गर्नु है, महँगो प्रडक्ट एकदम राम्रो हुन्छ, युज गर्नु होला। अब नभएपछि त के लाग्यो र होइन। तर यो लिपस्टिकमा चाहिँ तपाईँको डस्की स्किन छ भने चाहिँ यो लिपस्टिकसँगै युज गर्नु होला, हाइलाइटर एकदम राम्रो हुन्छ। अनि अब टिन्टेडहरू त मैले कहाँबाट लिएर आउनु, टिन्टहरू त होइन, लिपस्टिकलाई नै एज अ टिन्ट पनि युज गर्न गइरहेको छु। टिन्टसँगै फाउन्डेसन लगाउनु होला, यदि छैन भने हाइलाइटर जे लगाउँदा पनि हुन्छ। लगाएर चाहिँ ओ माई गड, ब्युटी ब्लेन्डरले राम्रोसँग मिक्स गर्नु होला। त्यसपछि कालो टिका लगाएपछि त अलवेज ब्युटी, अलवेज सुन्दरी होइन। तपाईँ अरू जे मेकअप गर्नु होइन, तर कालो टिका नलगाएसम्म तपाईँको मेकअप अधुरो हुनेछ। त्यसपछि मैले युज गरेँ सिरम। कपाल चाहिँ मैले हिजो नुहाएको थिएँ, आज नुहाएको छैन। त्यसपछि कपाल कोरेर टक्क हिरोइन बनेर, अब जानु चाहिँ कहाँ हो हिरोइन बनेर, सब्जी किन्न जानको लागि चाहिँ यति मेकअप चाहिँ गर्नै पर्छ है। नत्र त सब्जीवाला दाइले धनियाँ फ्री दिनुहुन्न नि। ल हेर्नु म कति राम्री भएँ, किराबाट हिरा बन्न सकिन्छ, एकदम सस्तो